नमस्कार चेन्जी भाइसबाट अनि सुसेली भाइटीबाट हाम्रो अशोक भाइसँग फेरि तेस्रो जमट हामी बेला बेला ल्याउँछौँ दाजुभाइ कुरा गर्ने। अनि अशोकजी के छ आजको दिन कसरी बित्यो के छ कसरी नयाँ आजको दिन उल्लासमय गर्मी अत्याधिक तर हावाको साथमा मौसम ठिक। अनि तपाईँ त यहाँ बस्नुहुन्छ होइन, धेरै सेवा पनि गर्नुहुन्छ होइन। कस्ता 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 भनौँ न हाम्रो गाडीमा चढ्नेहरू पेसेन्जर आउनुहुन्छ, कतिजना त पैसा हुँदैन, कति पैसा हुँदैन, के गर्नु त्यसलाई के गर्नु भएको छ? उहाँलाई त हामीले आफ्नो सहयोग त गर्नु परिहाल्छ नि। अब औषधि किनेर ल्याउनुहुन्छ पैसा हुँदैन, गाडी भाडा पुग्दैन, अहिले गाडी भाडा बढेको अवस्था छ। अब उहाँले पुरानो भाडामा खोज्नुहुन्छ, गाडीवालाले मान्दैन, त्यतिखेर चाहिँ हामी आफ्नै पैसा हालेर पनि हामी पठाइदिने गाडी गइरहनु भएको छ। आज चपुर गौर जाने सिलसिलामा दुईजनालाई पैसा आफूले केही रकम थप गरेर उहाँसँग नपुगेको भाडामा आफूले थपेर दिएर पनि पठाइदिन्थ्यो। पठाउनु पनि पर्छ, हाम्रो मानव सेवा पनि हो यो। त्यस कारण तपाईँ चेन्जी भनेपछि चेन्जको एउटा परिवर्तनको भावना, किनभने पैसा नभए हुँदैन भन्ने एउटा कट्टरता हुन्छ। परिवर्तन भएर पैसा हुनेलाई नहुनेलाई यसरी व्यवस्था भइरहेछ, भइरहनु पर्छ। हामी चिसो पानी व्यवस्था गरिरहेछौँ, चिसो पानी लालगढ जल देखाइदिनु पऱ्यो लागि। ल यो यहाँ आउने पेसेन्जरको लागि मैले देखाइहालेँ। यो चाहिँ लालगढ जल उद्योग भनेर यहाँ छ हेर्दै। यो लालगढ जल अलिक देखिएन, यहाँबाट देखाउँछु तपाईँले। यो लालगढ जल उद्योग भने यो नदेखे पनि बुझिहाल्नुभयो। लालगढ जल उद्योगको मार्फत यहाँ गएर गर्मी आउनेलाई चिसो खुवाउने, चिसो पानीको लागि व्यवस्था गर्ने भएर छ होइन। जाडोमा तपाईँको मुडो पनि छ, जाडोमा मुडा अनि मनतातो पानी सहितको व्यवस्था पनि गरिएको छ। पुरो बस्नु दुईटै काउन्टरमा उपलब्ध गराइएको छ। आखिर जनताले बिमारीले खाने यहाँ भनेको त को आउँछ, बिमारी आउने पैसा 5 रुपियाँ पुगेर पानी खाने पैसा हुँदैन, ऊ धारो निःशुल्क हामीले गरिएको छ। यसो गरौँ न, 24 घन्टे यति धेरै सेवा गरिरहनु भएको छ है। अब एउटा सानो जानकारी पनि दिउँ होइन, त्यहाँ चाहिँ पटक दोहोऱ्याइरहनुपर्छ भनेपछि यो स्पेसल लालगढ वरिपरि मिथिला नगरपालिका लालगढ धनुषा वरिपरिबाट काठमाडौँ जाँदै मेची महाकाली अनि राजधानी जानेहरूलाई चाहिँ तपाईँले के सेवा सुविधा के कस्तो छ? हायसहरू भयो, इभी भयो कि नाइटहरू भयो? अब अहिले त प्रायः अब सबै गाडी एयरबसहरू छन्, जनकपुर काठमाडौँ, जनकपुर धनगढी। तपाईँले नम्बर पनि भनिदिनु नि, भुलिन्छ होइन, नम्बर पनि भनिदिनु ल। अब तपाईँले चाहिँ कुनै ठाउँमा जानु पऱ्यो भने सम्पर्क नम्बर मेरो चाहिँ पहिलेकै 9844 26 16 56 98 048 13 258। साथीहरू यो पहिलेकै भन्नाले फेरि रिमाइन्ड